Hey, what's up guys? Good morning सबैजनालाई। अहिले चाहिँ बिहानको 3 बज्यो, 3 बज जति भयो होला। अहिले हाल चाहिँ भर्खरमा ड्युटीबाट फर्केर अहिले रुम जाँदै गएर। अनि करेन्टली चाहिँ म बरेनमा हो, बरेनको एक्ज्याक्टली काम चाहिँ मेरो जफेरमा हो, जुफेर भन्ने सिटीमा। तर बसाइ चाहिँ यता मनामा पर्छ। सो अहिले चाहिँ ड्युटी सकेर घर जाँदैछु। अब अहिले चाहिँ म फेरि आज मर्निङ ड्युटी छ। अब अहिले इभिनिङ ड्युटी सकेर फेरि मर्निङ ड्युटी आउनु पर्ने छ मेरो। मान्छेहरूलाई विदेश भन्दाखेरि के हुन्छ, पैसा हुन्छ जस्तो पनि लाग्छ होला, बट एक्ज्याक्टली त्यति साह्रो नि हुन्न। विदेशमा भनेको एउटा कुरा चाहिँ के भने रुटिन हुन्छ, जस्तो काममा जाने, आउने, खाने, बस्ने, उठ्ने हर कुराको एउटा रुटिन हुन्छ। अनि त्यो रुटिनले गर्दाखेरि चाहिँ मान्छे अलिकति डिसिप्लिन चाहिँ हुन्छ, नहुने होइन। तर त्यो नेपालबाट मान्छेले सोचे जस्तो सजिलो पनि त्यति सजिलो पनि हुँदैन है जिन्दगी बाहिर। अब क्यामेरा लिएर बाटोमा यस्तरी हिँड्न नै अलिअलि औडा लाग्छ लाग्न चाहिँ। त्यही नै अब सिक्दै नै छु अलिअलि, अब सिक्दैछु। सो अलिअलि त गर्नै गयो त्यो पनि। अनि यो यहाँनिरको चाहिँ एकदम यो पछाडिपट्टि देखिएको जुन यो छ मस्जिद छ, त्यो चाहिँ जफेरको सबैभन्दा धेरै एकदम फेमस हो। यहाँको ब्युटिफुल दामी एकदम राम्रो छ है, ब्युटी नि एकदम राम्रो छ रातितिर, स्पेसियली त रातिमा त यति राम्रो देखिन्छ यो। अनि त्यो चाहिँ भयो गल्फ होटल है, त्यो चाहिँ गल्फ होटल भयो यहाँनिरको। अगाडिबाट चाहिँ यहाँबाट चाहिँ कस्तो राम्रो आउँछ फेरि, यो चाहिँ कति राम्रो आउँछ फेरि यताबाट चाहिँ है।